हेलो गाइज गुड आफ्टरनुन सबैलाई नमस्ते छ वेलकम ब्याक टु माई फेसबुक भिडियो है। आज चाहिँ हामी बढाई स्न्याकको लागि चाहिँ हामी पुच्का खानेवाला छ र हामी चाहिँ पानी रेडी गरिराख्ने किनभने अमिलो भयो भने चाहिँ मिठो हुँदैन है। पुच्काको लागि चाहिँ मैले पानीको लागि चाहिँ मैले 2 प्याकेट तित्री लिएर आएको छु है। अन्त जलजिरा चाहिँ मैले 5 वटा पाएँ। अब अमिलो माथि बेसी अमिलो हुन्छ र 5 वटा जलजिरा लिएको छु। अन्त अब यसमा चाहिँ हामी बिरे नुन अन्त पानी यता हामीले चाहिँ यहाँ हेर्नुहोस् हामीले चाहिँ पानी रेडी गरिसकेको छ। अन्त अब छिनको लागि चाहिँ हामी यो हामी चाहिँ हालेर हामी छिनको लागि चाहिँ भिजाइराख्छु है अमिलो बनाउनु लागि। अन्त अगाडि हामी कसरी बनाउँछ भनेर चाहिँ हामी तपाईँलाई अपडेट दिइबस्नु सक्छ हामी, त्यही कारणले चाहिँ स्टे ट्युन है साथी हो। हामीले अब यहाँ तित्री हाल्दैछु है, मैले हालेको न मेरो बहिनीले हाल्दैछ, म चाहिँ भिडियो बनाउँदैछु हेर्नुहोस् है। हामीले 1 प्याकेट तित्री हाल्ने चाहिँ 1 भाँडा चाहिँ टक्कै अमिलो हुन्छ भनेर चाहिँ मलाई तल सिकाएको थियो, त्यही अनुसारले हामी बनाउँदैछ है। जलजिरा प्याज हो अन्त आलु सिन हो, पुच्का फ्राई गर घाममा सुकाउनु हुँदैन है। पुच्का चाहिँ फेरि घाममा सुकाला, घाममा सुकाएर बना ल। घाममा सुकाइन्छ पट्ट फुट्छ ल। हाम्रो चाहिँ यसरी नै है कमेडी, यसरी नै कमेडी गर्दा हामी बनाउँछ हर चिज हेर्नुहोस्। अब यति बनाएर चाहिँ हामी फिटेर चाहिँ छोपेर राखिराख्छ, बढाइ खाँदाखेरि चाहिँ अमिलो चोट्ट अमिलो हुन्छ है साथी हो। अझै तेल पनि अमिलो भएन भने हामी यो पनि हाल्नु सक्छ अर्को तित्री। अब यतिलाई चाहिँ टक्कै छोपेर राखिदिने। जी बिरु नुन हाल्दैछ, यहाँ धनियाँ अब यता छ है। अब चाहिँ बहिनीले कटिङ सटिङ गरेर चटक्क धनियाँ हालिदिन्छ, त्यहाँदेखि भरे मगमग धनियाँ बनाएको चट्ट अमिलो पुच्का खानु चाहिँ आउनुहोस् है थापा होटेलमा। हामी यहाँ 10 रुपियाँको 4टा मात्रै दिन्छु तर बेसी दिनु सक्दैन। यति गरेर छोपेपछि चाहिँ आमा हो धनियाँले चाहिँ सिर्फ गन्दा दिन्छ क्या, खाँदाखेरि मकमक गनाउँछ, त्यो टेस्टको लागि त्यस्तो उयो हुँदैन र मकमक गनाउँछ कि, अन्त हालेको है हामीले धनियाँ चाहिँ। तपाईँहरूले पुदिना हाल्नु पनि सक्छ, पुदिना पनि दामी नै हुन्छ। अघि कम्ती अहिले चाहिँ बेसी पानीको क्वान्टिटी देख्यो भन्दाखेरि चाहिँ हामीले 2nd प्याकेट पनि हाल्यो नि तित्री, बडा अमिलो हुन्छ होला भनेर चाहिँ हामीले फेरि यहाँ पानी हालिरहेछ। क्रिम रोल कुनै खाइसकेको कुनै च्यातेको क्रिम रोल हाम्रो चाहिँ पुच्का पार्टीको लागि रेडी हुँदैछ। यहाँ मैले खोर्सानी काटेँ है, योमा चाहिँ आधी मात्रै हाल्छु म। त्यहाँदेखि यहाँ चाहिँ हाम्रो माइजू हुनुहुन्छ, आज केटीकेटीले पुच्का बनाएर खुवाउँदैछ है गरममा। पुच्का शीतल हुन्छ। के बनाएको ठुली? एउटा आटा आटा त ए पुच्का हाम्रो चाहिँ आटा त यहाँ झोल 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 कहाँ छ? झोलो पछाडि राखिरहेको भयो 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 बेसी हुन्छ यति नै बनाऊ।
तेल काम लाग्छ त्यो बट्टामा हालेर राख फेरि अर्को पालि फेरि खानुपर्छ तित्रीको झोल हो तित्रीको झोल चट्ट हालेर चट्ट लगाएर हाम्रो झोलहरू सबै रेडी छ अब एकछिनमा हाल्छु नि हामी यहाँ रेडी छ नि आरब आयो ल आरबलाई आरब पुच्का थ्याङ्क यू पुच्का त खाने तर दाँतै छैन र पो त मलाई चाहिँ नहाल है हाम्रो सेफ हालेन नि कहाँ हुन्छ हौ आन्टी आउनुहुन्छ होला केमा एक्लै राख्दैन अहिले दुलो खोर्सानी हालेन मामाले खानुहुन्छ भनेर हालेन समरमा चाहिँ हामी यसरी खान्छ है